नमस्कार साथीहरू, तपाईहरूले आजको भिडियोमा स्वागत छ। भर्खरै चाहिँ आर्थिक वर्ष 2083-84 को चाहिँ बजेट आएको छ। यस बजेटमा तपाईँको चाहिँ नेपाल आर्मीको पनि नयाँ तलबमान लागू हुनेछ। तपाईँहरूको पनि 21% ले वृद्धि भएको छ है। यस वर्ष 2083 मा कति तलब हुनेछ त नेपाल आर्मीको है। हामीहरूले चाहिँ ठुलो पददेखि सानो पदसम्म चाहिँ कति तलब हुन्छ भनेर चाहिँ चर्चा गर्नेछौँ। भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नुहोला र यदि तपाईँहरू यस युट्युब च्यानलमा नयाँ हुन्छ भने भिडियोलाई एक लाइक तथा यस युट्युब च्यानल सब्सक्राइब गर्नुहोला। आउनुहोस् विस्तारमा कुरा गरौँ। हाम्रो चाहिँ सुरुमा रहेको छ एडुकेट स्तरको है। अफिसर र्याङ्क अनुसार प्रधान सेनापतिको चाहिँ पहिलेको तलब भनेको 77,211 रुपियाँ थियो र त्यसमा 10% ले वृद्धि भएको छ। सो तपाईँको चाहिँ 60,721 रुपियाँले वृद्धि भएर नयाँ तपाईँको चाहिँ बेसिक तलब भनेको 84,932 रुपियाँ भएको छ। फेरि त्यसमा तपाईँको चाहिँ प्रोत्साहन भत्ता है 10% ले वृद्धि भएको छ। सो तपाईँको चाहिँ 8,493 रुपियाँ वृद्धि भएर 93,425 रुपियाँ भएको छ। फेरि तपाईँको चाहिँ महँगी भत्ता 5,000 छ है र त्यसमा जोड्नुभयो भने 98,425 रुपियाँ हुन जान्छ र यसमा तपाईँको चाहिँ ग्रेडर चाहिँ जोडिएको छैन। ग्रेडर जोड्नुभयो भने तपाईँको चाहिँ 2 लाख रुपियाँसम्म जान्छ। त्यसैले तपाईँको चाहिँ प्रधान सेनापतिले एक महिनामा तपाईँको चाहिँ 98,425 रुपियाँभन्दा माथि नै साउन महिनादेखिको तलब प्राप्त गर्नुहुनेछ। त्यसै गरी तपाईँको चाहिँ अर्को रहेको छ रठी। पहिलेको तलब भनेको तपाईँको चाहिँ 74,221 रुपियाँ थियो भने त्यसमा 10% ले वृद्धि भएको छ। 60,422 रुपियाँले वृद्धि भयो र नयाँ बेसिक तलब भनेको तपाईँको चाहिँ अब 81,643 रुपियाँ चाहिँ बेसिक तलब हुनेछ भने त्यसमा फेरि 10% ले प्रोत्साहन भत्ता कायम भएको छ। सो तपाईँको चाहिँ प्रोत्साहन भत्ता भनेको 8,164 रुपियाँ भएको छ र तपाईँको चाहिँ बेसिक प्लस प्रोत्साहन भत्ता मिलेर तपाईँको चाहिँ 89,860 रुपियाँ भएको छ। तपाईँले महँगी भत्ता 5,000 पनि पाउनुहुनेछ। यसपालि चाहिँ महँगी भत्तामा कुनै पनि परिवर्तन भएको छैन। पोहोर सालका जस्तै तपाईँको चाहिँ 5,000 नै कायम रहनेछ। सो तपाईँको चाहिँ महँगी भत्ता सहितको तलब भनेको 94,860 रुपियाँ भएको छ। एक महिनामा रथीले तपाईँको चाहिँ 94,860 रुपियाँ कमाउनेछन्। यसमा तपाईँको चाहिँ ग्रेडर चाहिँ जोडिएको छैन है। त्यसै गरी अर्को रहेको छ उपरठीको तलब भनेको पहिले चाहिँ 72,082 रुपियाँ थियो र त्यसमा 10% ले वृद्धि भएको छ। 60,208 रुपियाँले वृद्धि भयो र तपाईँको चाहिँ नयाँ बेसिक तलब भनेको 79,290 रुपियाँ भएको छ र त्यसमा प्रोत्साहन भत्ता भनेको 60,929 रुपियाँले वृद्धि भएर तपाईँको चाहिँ नयाँ तलब भनेको 87,219 रुपियाँ भएको छ। त्यसमा महँगी भत्ता पनि जोड्नुभयो भने तपाईँको चाहिँ 92,219 रुपियाँ भएको छ है। यसमा तपाईँको चाहिँ ग्रेडर चाहिँ जोडिएको छैन। यो तलब भनेको तपाईँको चाहिँ साउन महिनादेखि लागू हुनेछ। त्यसै गरी हाम्रो चाहिँ अर्को रहेको छ सहायक रथीको पहिलेको तलब भनेको 60,950 रुपियाँ थियो भने त्यसमा 10% ले वृद्धि भएको छ। 6,095 रुपियाँले वृद्धि भयो र तपाईँको चाहिँ नयाँ बेसिक तलब भनेको 67,045 रुपियाँ भएको छ। त्यसमा फेरि 10% ले प्रोत्साहन भत्ता बढेको छ भने 6,705 रुपियाँले बढेर तपाईँको चाहिँ 73,750 रुपियाँ भएको छ। त्यसमा महँगी भत्ता 5,000 जोड्नुभयो भने तपाईँको चाहिँ टोटल एमाउन्ट हुन जान्छ 78,750 रुपियाँ भएको छ है। तपाईँको चाहिँ यसमा ग्रेडर जोडिएको छैन। यो तलब तपाईँको चाहिँ साउन महिनादेखि कायम हुनेछ। अर्को रहेको छ हाम्रो चाहिँ महासेनानीको चाहिँ पहिलेको तलब भनेको 56,787 रुपियाँ थियो भने 10% ले वृद्धि भएर तपाईँको चाहिँ 62,466 रुपियाँ भएको छ र फेरि त्यसमा चाहिँ तपाईँको 10% ले वृद्धि भएर 68,713 रुपियाँ भएको छ भने महँगी भत्ता 5,000 छ भने तपाईँको चाहिँ टोटल एमाउन्ट हुन जान्छ 73,713 रुपियाँ एक महिनाको तलब हुनेछ है। त्यसै गरी अर्को हामीसँग चाहिँ रहेको छ प्रमुख सेनानी चाहिँ पहिलेको तलब भनेको 52,279 रुपियाँ थियो भने 10% ले वृद्धि भएर तपाईँको चाहिँ 57,560 रुपियाँ भएको छ भने फेरि त्यसमा तपाईँको चाहिँ प्रोत्साहन भत्ता 10% ले वृद्धि भएको छ है। सो तपाईँको चाहिँ बेसिक प्लस प्रोत्साहन भत्ता
गरेर ६३,२५८ रुपियाँ भएको छ भने महँगी भत्ता 5,000 तपाईँले चाहिँ जोड्नुभयो भने टोटल तपाईँको हुन जान्छ ६८,२५८ रुपियाँ है। यसमा तपाईँको चाहिँ ग्रेडर जोडिएको छैन। यो तलब तपाईँको चाहिँ साउन महिनादेखि लागू हुनेछ। त्यसै गरी तपाईँको चाहिँ अर्को रहेको छ सेनानी। सेनानीको चाहिँ पहिलेको तलब भनेको ४८,७37 रुपियाँ थियो भने 10% वृद्धि भएर ५३,६११ रुपियाँ भएको छ भने फेरि त्यसको चाहिँ 10% प्रोत्साहन भत्ता वृद्धि भएको छ भने तपाईँको चाहिँ ५८,९७२ रुपियाँ भएको छ भने महँगी भत्ता 5,000 गरेर तपाईँको चाहिँ ६३,९७२ रुपियाँ भएको छ है। यसमा तपाईँको चाहिँ ग्रेडर जोडिएको छैन है र तपाईँको चाहिँ यो तलब भनेको साउन महिनादेखि लागू हुनेछ। त्यसै गरी अर्को रहेको छ हामीसँग सहसेनानी। सहसेनानीको पहिलेको तलब भनेको ४७,२०८ रुपियाँ थियो भने 10% वृद्धि भएर तपाईँको चाहिँ ५१,९२९ रुपियाँ भएको छ भने फेरि यसको 10% गरेर तपाईँको चाहिँ ५७,१२२ रुपियाँ भएको छ भने महँगी भत्ता 5,000 है। सो तपाईँको चाहिँ टोटल हुन जान्छ ६२,१२२ रुपियाँ। यसमा तपाईँको चाहिँ ग्रेडर जोडिएको छैन। यो तलब तपाईँको चाहिँ साउन महिनादेखि कायम हुनेछ। त्यसै गरी अर्को रहेको छ सेनानी। सेनानीको तपाईँको चाहिँ बेसिक तलब पहिलेको है ४७,७37 रुपियाँ थियो भने 10% वृद्धि भएर ४,८७४ रुपियाँले वृद्धि भयो र तपाईँको चाहिँ नयाँ बेसिक तलब भनेको ५३,६११ रुपियाँ भएको छ भने प्रोत्साहन भत्ता 10%ले गरेर तपाईँको चाहिँ ५८,९७२ रुपियाँ भएको छ भने महँगी भत्ता तपाईँको चाहिँ 5,000 जोड्नुभयो भने टोटल तपाईँको चाहिँ ६३,९७२ रुपियाँ भएको छ। यो तलब तपाईँको चाहिँ साउन महिनादेखि कायम हुनेछ। त्यसै गरी अर्को रहेको छ तपाईँको चाहिँ सहसेनानी। सहसेनानीको चाहिँ पहिलेको तलब भनेको ४७,२०८ रुपियाँ थियो भने त्यसमा 10% वृद्धि भएर तपाईँको चाहिँ ५१,९२९ रुपियाँ भएको छ भने फेरि यसको 10% प्रोत्साहन भत्ता है र तपाईँको चाहिँ प्रोत्साहन भत्ता र बेसिक मिलेर ५७,१२२ रुपियाँ भएको छ भने 5,000 महँगी भत्ता पनि छ है। महँगी भत्ता तपाईँको चाहिँ एड गरेर ६२,१२२ रुपियाँ भएको छ है। यो चाहिँ तपाईँको ग्रेडर नजोडेर हो है। ग्रेडर जोड्नुभयो भने झन् 2-3 हजार बढी हुन्छ। यो तलब तपाईँको चाहिँ साउन महिनादेखि कायम हुनेछ। त्यसै गरी हामीसँग चाहिँ अर्को रहेको छ उपसेनानी। उपसेनानीको चाहिँ पहिलेको तलब भनेको ४५,१०३ रुपियाँ थियो भने 10%ले वृद्धि भएको छ है। सो ४९,६१३ रुपियाँ भएको छ नयाँ बेसिक तलब र त्यसमा प्रोत्साहन भत्ता 10%ले वृद्धि भएर ५४,५७४ रुपियाँ भएको छ भने 5,000 महँगी भत्ता जोड्नुभयो भने तपाईँको चाहिँ ५९,५७४ रुपियाँ भएको छ। यसमा तपाईँको चाहिँ ग्रेडर जोडिएको छैन है। ग्रेडर जोड्नुभयो भने तपाईँको चाहिँ 2-3 हजार पनि बढी हुनेछ। त्यसै गरी हाम्रो चाहिँ अर्को रहेको छ सहायक सेनानी। सहायक सेनानीको चाहिँ बेसिक तलब पहिलेको है ४३,६९९ रुपियाँ थियो भने त्यसमा तपाईँको चाहिँ 10%ले वृद्धि भएर ४८,०५८ रुपियाँ भएको छ है र त्यसमा फेरि 10% प्रोत्साहन भत्ता दिनेछ भने तपाईँको चाहिँ बेसिक प्लस प्रोत्साहन भत्ता भनेको रु ५२,८६४ रुपियाँ भएको छ भने 5,000 महँगी भत्ता पनि कायम रहेको छ। सो तपाईँको चाहिँ टोटल हुन जान्छ ५७,८६४ रुपियाँ है र 1-2 हजार तपाईँको चाहिँ ग्रेडर पनि यसमा जोडिएको हुन्छ। सो त्यो चाहिँ जोडिएको छैन। यो तलब तपाईँको चाहिँ साउन महिनादेखि लागू हुनेछ। त्यसै गरी अब कुरा गरौँ हामी चाहिँ प्रमुख सुबेदार। प्रमुख सुबेदारको चाहिँ पहिलेको तलब भनेको ४०,९98 रुपियाँ थियो भने 10%ले वृद्धि भएर ४५,०९८ रुपियाँ भएको छ र त्यसमा फेरि 10% तपाईँको चाहिँ प्रोत्साहन भत्ता पनि पाउनुहुनेछ भने तपाईँको चाहिँ ४९,६०८ रुपियाँ भएको छ र त्यसमा फेरि तपाईँले चाहिँ 5,000 महँगी भत्ता पनि पाउनुहुनेछ भने तपाईँको चाहिँ ५४,६०८ रुपियाँ भएको छ है। यो तलब तपाईँको चाहिँ साउन महिनादेखि कायम हुनेछ। यसमा तपाईँको चाहिँ ग्रेड दर चाहिँ जोडिएको छैन। त्यसै गरी हामीसँग चाहिँ अर्को रहेको छ सुबेदार। सुबेदारको पहिलेको तलब भनेको ३४,७३० रुपियाँ थियो भने 10%ले वृद्धि भएर तपाईँको चाहिँ 38,203 रुपियाँ भएको छ भने तपाईँको चाहिँ फेरि यसमा प्रोत्साहन भत्ता 10%ले पाउनुहुनेछ भने 42,023 रुपियाँ भएको छ र तपाईँको चाहिँ महँगी भत्ता पनि 5,000 कायम भएको छ है। सो तपाईँको चाहिँ महँगी भत्ता सहितको तलब भनेको 47,023 रुपियाँ भएको छ। यसमा तपाईँको चाहिँ
ग्रेड दर जोडिएको छैन। यो तलब तपाईँको चाहिँ साउन महिनादेखि कायम हुनेछ। त्यसै गरी अर्को रहेको छ जामदार। जामदारको तपाईँको चाहिँ पहिलेको तलब भनेको 32,856 रुपियाँ थियो भने बढेर तपाईँको चाहिँ 36,142 रुपियाँ बेसिक तलब भएको छ। अब बेसिक तलबमा 10%ले प्रोत्साहन भत्ता पाउनुभयो भने तपाईँको चाहिँ 39,756 रुपियाँ भएको छ भने महँगी भत्ता 5,000 पाउनुभयो भने तपाईँको चाहिँ 44,756 रुपियाँ भएको छ है। यो तलब तपाईँको चाहिँ साउन महिनादेखि कायम हुनेछ। त्यसै गरी तपाईँको चाहिँ अर्को रहेको छ हुडा है। यो तपाईँको चाहिँ यहाँको पहिलेको तलब भनेको 28,520 रुपियाँ थियो भने अब 10%ले वृद्धि भएर 31,372 रुपियाँ भएको छ नयाँ बेसिक तलब। यसमा फेरि तपाईँले चाहिँ 10% प्रोत्साहन भत्ता पाउनुभयो भने तपाईँको चाहिँ 34,509 रुपियाँ भएको छ र तपाईँले चाहिँ बेसिक तलब र प्रोत्साहन भत्ता र महँगी भत्ता 5,000 जोडेर तपाईँको चाहिँ महँगी भत्ता सहितको तलब भनेको 39,509 रुपियाँ भएको छ। यो तलब तपाईँको चाहिँ साउन महिनादेखि कायम हुनेछ है। त्यसै गरी अर्को रहेको छ हामीसँग अमलदार। अमलदारको पहिलेको तलब भनेको 27,612 रुपियाँ थियो भने अब चाहिँ 10%ले वृद्धि भएर 30,373 रुपियाँ भएको छ भने यसमा 10% तपाईँले प्रोत्साहन भत्ता पाउनुभयो भने 33,411 रुपियाँ भएको छ भने 5,000 महँगी भत्ता जोडेर तपाईँको चाहिँ 38,411 रुपियाँ भएको छ है। यो तलब तपाईँको चाहिँ साउन महिनादेखि कायम हुनेछ। त्यसै गरी अर्को रहेको छ हामीसँग पिउटको पहिलेको तलब भनेको 26,634 रुपियाँ थियो भने 10%ले वृद्धि भएर 29,297 रुपियाँ भएको छ भने प्रोत्साहन भत्ता 10% पाउनुभयो भने तपाईँको चाहिँ 32,227 रुपियाँ भएको छ र महँगी भत्ता 5,000 पाउनुभयो भने टोटल तपाईँको चाहिँ साउन महिनादेखि 37,227 रुपियाँ पाउनुहुनेछ। त्यसै गरी हाम्रो अर्को रहेको छ सिपाहीको तपाईँको चाहिँ पहिलेको तलब 26,082 रुपियाँ थियो भने 10%ले वृद्धि भएर 28,690 रुपियाँ भएको छ भने 10%ले बेसिक तलबमा प्रोत्साहन भत्ता पाउनुभयो भने तपाईँको चाहिँ 31,559 रुपियाँ भएको छ र तपाईँले चाहिँ 5,000 महँगी भत्ता पाउनुभयो भने महँगी भत्ता सहितको तलब भनेको 36,559 रुपियाँ भएको छ है। त्यसै गरी तपाईँको चाहिँ अर्को रहेको छ रिक्रुट भनेको तपाईँको चाहिँ सुरुमा काम गर्ने कर्मचारीहरू हुन्। उहाँहरूको चाहिँ पहिलेको तलब भनेको 24,702 रुपियाँ थियो भने अब उहाँहरूको चाहिँ 10%ले बढेर 27,172 रुपियाँ भएको छ भने प्रोत्साहन भत्ता तपाईँको चाहिँ 2,770 रुपियाँ पाउनुभयो भने 29,889 रुपियाँ भएको छ भने 5,000 महँगी भत्ता पाउनुभयो भने तपाईँको चाहिँ 34,889 रुपियाँ भएको छ है। त्यसै गरी अर्को रहेको छ तपाईँको चाहिँ नन कम्बाटेन्टको तपाईँको चाहिँ पहिलेको बेसिक तलब भनेको 24,702 रुपियाँ थियो भने तपाईँको चाहिँ 10%ले बेसिक तलब बढ्दा तपाईँको चाहिँ 27,172 रुपियाँ भएको छ भने तपाईँको चाहिँ फेरि यसमा 10%ले प्रोत्साहन भत्ता पाउनुभयो भने 29,889 रुपियाँ भएको छ भने 5,000 तपाईँले चाहिँ महँगी भत्ता पाउनुभयो भने तपाईँको चाहिँ टोटल एमाउन्ट हुन जान्छ साउन महिनादेखि कायम हुने तलब भनेको 34,889 रुपियाँ है। यस वर्षको चाहिँ नेपाल आर्मीको तलब तपाईँहरूले चाहिँ कस्तो लागेको छ सबैजनाले चाहिँ आफ्नो प्रतिक्रिया राख्नुहोला। यस युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला, छेउमा रहेको बेल आइकनलाई थिच्नुहोला र भिडियोलाई एक लाइक गर्नुहोला है।